विवाहित पुरुष महानुभावहरू ध्यान दिएर सुन्नुहोला। यदि तपाईको जिन्दगीमा जता लगानी गरे पनि घाटै घाटा हुन्छ, शेयर मार्केटमा लगानी गर्नुभएको थियो त्यहाँ पनि घाटा भयो भने दुखी नहुनुहोस्। यस्तो सबैतिरबाट इन्भेस्टमेन्ट डुबेर टेन्सन भएको छ भने तपाईलाई थोरै राहत महसुस हुने एउटा ठाउँ छ। तपाईको श्रीमतीतिर फर्केर हेर्नुहोस्, तपाईलाई एकदम खुसी मिल्नेछ। किनकि तपाईको जिन्दगीको सिर्फ एउटा त्यही इन्भेस्टमेन्ट हो जो तपाईले देख्दा देख्दै 3-4 गुणा भएको हुन्छ। श्रीमती एउटा मान्छे पसलमा गयो अनि साउजीले भन्नुभयो के चाहियो? त्यो मान्छेले भन्यो, साउजी मलाई यस्तो चिज दिनुस् त्यसले मेरो बुढीसँग झगडा गर्नको लागि मलाई हिम्मत, बुद्धि अनि तागत दियोस्। साउजीले भन्नुभयो, ए ठिक छ ल, तपाईँ 1-2 बोतल रक्सी लिएर जानुहोस् रे। के हिजो त अचम्मै भयो नि, म घरबाट ठ्याक्क बाहिर निस्केको थिएँ, बाटोमा बिरालोले ठ्याक्कै बाटो काट्यो है, अनि म त्यहीँ उभिएँ। किनभने बिरालोले बाटो काटेको अशुभ भनिन्छ नि त, नराम्रो। अनि बिरालो त मतिर फर्केर मुसुक्क हाँसेर भन्यो कि ए ल दिदी निस्किनु, तपाईँको बिहे त भइसक्यो, अब योभन्दा पनि नराम्रो त के नै हुन बाँकी छ र अरे कि। ओहो, अस्ति एउटा केटाले मलाई झन्डै उल्लु बनायो। उसले भन्यो कि मेरो इच्छा जसले पुरा गर्छ उसलाई म 500 रुपियाँको रिचार्ज कार्ड हालिदिन्छु। अनि मैले सोचेँ, ओ 500 रुपियाँको रिचार्ज कार्ड पाइन्छ भने त्यसरी सुनाउ न त के इच्छा रहेछ। अनि मैले भने, के हो तपाईँको इच्छा भन्नु न त। अनि उसले भनिरह्यो, मलाई 2000 रुपियाँ चाहियो कि। अचेलको केटाकेटीहरू त कस्तो छोइ नसक्ना के खपि नसक्नाका। ए सानी फुच्चीलाई बिहानै अस्ति मैले बहिनी नानी स्कुल गइरह हो भनेर भने होइन। अनि त्यो नानीले के भनेर जवाफ दिनु थाहा छ? ए तपाईको आमाले तपाईलाई स्कुलको लुगा लाएर हनीमुनमा पठाउनुहुन्छ है क्या हो? देख्नु भएन स्कुलको लुगा लाएर हिँडिरह अरे कि। एउटा बुढीले होइन आफ्नो बुढाको बर्थडेमा भने म तपाईँलाई के गिफ्ट दिउँ? अनि बुढाले भने पर्दैन गिफ्ट, मलाई इज्जत गर, मलाई राम्रोसँग सम्मान गरेर बोल भनेर भन्नुहुन्छ। बुढीले 5 मिनेट जति सोचेर के भन्छ थाहा छ? होइन म त तपाईँलाई गिफ्टै दिन्छु रे क्या। ल है विचार गर्नुहोस् केटा मान्छेहरू बिहे गर्नुभन्दा अगाडि। एउटा बुवा अफिसबाट आउनुहुन्छ अनि भन्नुहुन्छ कि छोरा आज किन आमा यस्तो चुपचाप बसिरहेको थिए? अनि छोराले भन्छ, बुवा आमाले लिपस्टिक माग्नु भएको थियो कि मैले झुकेर सुपर ग्लु दिएछु के रे के। सानो हुँदाखेरि घरमा पाहुना आउँदाखेरि कम्ती मजा आउँदैन थियो जब गोजीमा यसो हात हालेर मुसुक्क हेर्दै नानु यताउता भनेर बोलाउनुहुन्थ्यो नि, त्यो बेला पैसा पाइन्छ भनेर। के तपाईँहरूलाई त्यस्तो हुन्थ्यो? होइन, प्रेम गर, दुवै चाहिए, बिहे गर। गिटार बोक्दैमा कोही गायक हुँदैन, डायलग भन्दैमा कोही नायक हुँदैन, मन पराउने त कति हुन्छन् कति, आई लभ यु भन्दैमा कोही कसैको हुँदैन। यो लेख्नु भएको छ सविता अधिकारी पराजुलीले। ब्रिटिस लाउरे बबाल छ, इन्डियन लाउरे कमाल छ, नेपाली लाउरे अर्काको बुढी पनि सम्हाल छ। कागजको प्लेनले आकाश छुँदैन, वाह 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 वाह। सुँगुरको जस्तो मुख बनाएर फोटो खिच्दैमा कोही हिरोइन हुँदैन। सानो बाजा टिन्टी मिन्टी ठुलो बाजा ढुन्न, ज्यादा फेसबुक चलाउने केटीसँग बिहे गर्नुहुन्न। अमेरिका, अस्ट्रेलिया, युरोपतिरका केटीहरूले भने कलिले उमेरमा कस्ता कस्ता काम गरेर देखाइसके। हामी नेपाली केटीहरू भने मुख चिच्चो पार्यो, सेल्फी खिच्यो अनि पिठोभन्दा सेतो हुने गरी फोटो एडिट गर्यो, फेसबुकमा हाल्यो, च्याट गर्यो, बस्यो। त्यही छ कामहरू, केही गरेनौँ। होइन, त्यतातिरका केटीहरूले चाहिँ के गरे हो त्यस्तो कलिलो उमेरमै त्यस्तो काम? हामी पनि जानौँ न। के गरे नि, कलिले उमेरमा लभ गरेर बिहे गरेर घोरले छोरो जन्माउँछन् अनि छोराको आमा भएर खेलेर बस्छन् छोरोसँग। हामी चाहिँ बुढी हुँदाखेरि पनि के अरे फेसबुकमा फोटो एडिट गरी आफूलाई तरुनी देखाएर हालेर सधैँभरि कुमारी नै भएर बसिराख्छौँ नि। यो जोक साह्रै सुनिदिनु भएको भए यहाँलाई धेरै धन्यवाद। मेरो च्यानलमा सब्सक्राइब गर्न, भिडियो लाइक गर्न अनि भिडियोमा कमेन्ट गर्न अनि साथीहरूसँग सेयर गर्न नबिर्सनुहोला। थ्याङ्क यू।